बद्री विशालको यात्रामा तय हुनुहुन्छ। नारदजीले अनेक भक्तको साथमा हिँड्नुभयो। विभिन्न तीर्थस्थलहरूलाई दर्शन गर्दै जाने सन्दर्भमा गोदावरी आदि आदि तीर्थहरूलाई भ्रमण गर्दै जानुभयो। जसरी हामीहरूलाई पनि कहिलेकाहीँ झगडा भएको स्थानभन्दा आमाहरू सन्तहरूले राम्रा सत्सङ्ग गरेको कुराहरू मनपर्छ नि हामीलाई, होइन? ल भन्नुहोस् त, झगडा सुन्न मन कि ज्ञानका कुराहरू सुन्न मन लाग्छ? हो, नारदजी पनि आफूलाई मात्रै श्रवण गर्ने इच्छाले होइन, आफ्नो कारणले जनताका जनजाहेरमा पनि एउटा भक्तिको अभ्युदय हुनेछ भन्ने अभिलाषाले नारदजी तीर्थाटनमा हेर्नुभयो। अयम हि परमो लाभोत्तम श्लोक दर्शनम। जीवनको आनन्द यही त हो नि, जसले पवित्र कृतिवाला परमात्माका श्री विग्रहको दर्शन गर्दै जान्छ, मठ मन्दिरको दर्शन, तीर्थ क्षेत्रहरूको दर्शन गर्दै जाने सन्दर्भमा भक्तहरूलाई योभन्दा ठुलो उत्तुङ्ग आनन्द अन्यत्र सांसारिक भोग विषयबाट आउन सक्दैन। सुँगेर, सुनेर, देखेर, चाखेर, दौडेर, भोगेर हुने कुरा त केही पनि होइन आमा। हामीहरूले दिनानुदिन त्यो कर्महरू गर्दै गएका छौँ। त्यस सन्दर्भमा नारदजीले गङ्गाको तटमा 7 दिनमा मर्स्यो भन्ने डर त्रासले 7 दिनमा तक्षक नाम गरेको नागले मलाई डसेर मर्छु भनेर सम्पूर्ण राज्यलाई परित्याग गर्दै गङ्गाको तटमा बस्नुभएका सम्राट विष्णुरात भनिएको छ। किनकि गर्भस्थलमा ईशेन जीवित पुनः भगवान योगादि युग पुरुषोत्तम भगवान श्रीकृष्णद्वारा गर्भस्थ प्राणान्त हुन लागेको बच्चालाई पनि भगवानले बचाउनु भएको थियो। त्यस्ता विष्णुरात परीक्षितको दर्शन भयो। त्यहाँबाट अगाडि बढ्दै जाने सन्दर्भमा स्वयं व्यासनन्द सुखदेवको आगमन हुन्छ। व्यासपुत्र सौम्य ज्ञानको परमा एउटा विशाल भण्डारको थियो। बाहिर शरीरको आकृति कस्तो हुन्छ, स्वयं व्यासनन्दन सुखदेवलाई त्यसको प्रभाव थिएन। भागवतजीमा भनिएको छ व्यासको स्वरूपको विशेषणको बारेमा, तत्र भगवान व्यासपुत्रो यदृक्षया स्वेच्छया। भगवान व्यासनन्दन सुखदेव भएर त्यहाँ आउनु भएन। व्यासनन्दन भन्दा पहिला भगवानको संज्ञा दियो। किनकि भगवत भावले, जुन कर्मले, जुन व्यवहारले, जुन चिन्तनले, जुन अनेक परिपाटीले गर्दा तपाईका व्यवहारले अर्कालाई केही सहयोग र शान्ति दिलाउँछन् भने ती सब भगवतमय व्यवहार त हुने आमाहरू, सब भगवतमय व्यवहार हुन्। त्यो देख्दै देख्दै तीर्थाटन गर्ने सन्दर्भमा नारदजी अगाडि बढ्नु भएको थियो। एउटा बद्री विशाल धाममा पुग्नुहुन्छ, जहाँ अनेक शिलामणिहरूद्वारा सुशोभित लता लहराहरूद्वारा परिवेष्टित यस्तो परम पवित्र स्थानमा जानुहुन्छ। जहाँ जाँदा भगवान स्वयं श्री हरि कृष्ण अनेक बालबालिकाहरूको साथमा, जसरी गोकुलमा वृन्दावनमा भगवान श्री कृष्ण सामान्य गोठालहरूसँग पनि जो कर्ममा व्यतीत हुनुहुन्थ्यो, त्यस्तै युक्त भएको स्थानको दर्शन हुन्छ। अनेक ऋषि महर्षि गन्धर्व यक्षहरूद्वारा पनि जसका चर्चाहरू देख्नको लागि लालाहित मुद्रामा जो एकाग्रताले त्यसको छटालाई, त्यसको छविलाई दर्शन गर्नको लागि सम्पूर्ण लालाहित भएका छन्। तापसैर बहुवी सिद्धै देवैरपि निसेवितम्। सिद्ध गन्धर्व चरणहरू पनि असाध्यै त्यो दर्शनीय मुद्रामा गएर बसेका छन्। त्यस सन्दर्भमा नारदजीले श्री भगवान नारायणलाई, पुरुषोत्तम भगवानलाई प्रश्न गर्नुभयो, हे भगवान, पुरुषोत्तमस्तु को देवो महात्म्यं तस्य किं मुने अत्यद्भुतमिव भाति विस्तरेण वदस्व मे। जहाँ पुरुषोत्तम मास भनेर बताइन्छ, अधिक मास भनेर बताइन्छ, सबैले उपेक्षा गर्छन्, सबैले निन्दा गर्छन्।
यसमा कुनै पनि साधना कर्म गरियो भने गृहस्थमा आइपर्ने विभिन्न झन्झट हुन्छन्। ग्रह शान्ति जुन महिनामा गर्नाले काम्य यथोचित फल प्राप्त गर्न सकिँदैन भन्छन्, त्यो मासको महिमाको बारेमा किन उपेक्षा गरेका होलान् सबैले? जसको केही स्वामी पनि छैन, जसको केही आराध्य देव पनि छैन, साधारण भक्तहरूले पनि असाध्यै उपेक्षा गरेका हुन्छन्। यसको कारण के होला भनेर सोध्दै गर्दा नारद मुनिले भगवान श्रीमन नारायणलाई सोध्नुभयो, जसको केही छैन त्यसको व्यवहारमा पनि समाजमा पनि हुन्छ कि? जसको केही छैन त्यसको लागि को हो भने भगवानको भरोसा होइन। ल भन्नु त, जसको केही छैन त्यसको लागि भगवानको भरोसा हो। हाम्रा सुन्दर घर छनहरूलाई कोही त बिचरा के को सुन्दर घर हुने त नि, यति मजबुरीले गर्दा आफ्नो जीवन जिउनेमा विवश भएका छन्। दिनभरि काम गर्ने, त्यही आर्जन गरेको अर्थ पैसाद्वारा बेलुकी अन्न किनेर खाने जनाहरू नि त छन् नि। बेलुका घरमा आउँदा छानो चुनी छ, बच्चा बच्चीलाई आधा पेट गराएर खुवाउने अवस्था नि त छ नि, कसैको छैन र। त्यस्ता जनहरूलाई नि कहिले कहिले त्यस्ता जनहरूले व्यवहारमा भोग्ने परिस्थितिलाई पनि अनुमान गर्न सक्नुपर्छ कि आमा। बिहान